अगाडि चाहिँ पछाडिको ठाउँ चाहिँ यस्तो थियो। त्यो चाहिँ सङ्ग्रहालय हो। अनि यहाँ चाहिँ मूर्ति रहेछ त्यो मान्छेको। हामी चाहिँ यहाँबाट यस्तो घुमेर होइन यहाँ आयौँ। यो पोखरी हुँदै यहाँ आयौँ। अब यहाँबाट यहाँ पोखरी अर्को पोखरी जाने, यहाँबाट अर्को पोखरी जाने, यत्रो टाढो। 17 नम्बर र 52 नम्बरको बस लाग्ने। 17 नम्बर यहाँ पनि 17 नम्बरको आउने रहेछ। यहाँ चाहिँ बस नआउने रहेछ। दुईटामा चाहिँ बस आउने रहेछ। अब यो बाटो जाने उता पोखरी यस्तो छ गाई चाहिँ। यो पनि पोखरी नै हो। यो चाहिँ अलिक अव्यवस्थित देखिरहेछ यहाँबाट। लाउनु माछा होइन। अब गयौँ गाई चाहिँ हामी चाहिँ हिँडेको अर्को ठाउँ फेरि यो ठाउँबाट। खोइ जाने होइन। म चाहिँ यहाँ आइसकेँ, साथीहरू आउँदैन। गाई साइकल कुदाउनु नसकिने रहेछ। त्यो उकालो छ नि, पुरै उकालो। झन् यो बाटो जाने चाहिँ डबल रहेछ, आउने चाहिँ सिङ्गल वे रहेछ। त्यो कम्पनी बन्द रहेछ फेरि अर्को। त्यो कम्पनी बन्द हो। यहाँबाट चाहिँ ओह्रालो जस्तो छ। नेक्स्ट वान नेक्स्ट पोखरी जस्तो छ है। बब्बाल ब्रेक लाग्ने रहेछ। ठिक भयो यार मलाई। वाउ कस्तो दामी हावा यार। अहिले त पुरा फेरि भुइँसे लाग्यो रे। मौसमै राम्रो छ। त्यो होम पाइप बनाउने रहेछ। वाउ फुल्ली ओह्रालो है गाई। दुईटा हातले पक्रिने अवस्था हुन्छ। यो त नेपालै जस्तो छ यार। कस्तो ठाउँ आएर कोरियाको हामी लगाएर हेर्नु पर्यो यार। कस्तो ठाउँ आइरहेछौँ यार। पाहाडै पाहाड छ है चारैतिर। हेर्नु बिचमा यस्तो बस्ती छ। फेरि यहाँको पाहाड खनेर कहाँ लान्छ क्या यो मधेसतिर पुर्नुलाई। देख्दै हुन्छ। मैले क्यामेरा काँधमा लाएर बोलिरहेको छु। देखेछ छैन थाहा छैन होइन। अगाडिको सिन चाहिँ यस्तो छ गाई। साथीहरू अगाडि पर पुग्यो। आर्टिफिसियल ट्रीहरू रहेछ अरे यहाँ। के हो आर्टिफिसियल के को रुख हो नाम चाहिँ आएन होइन, तर आर्टिफिसियल रुख रहेछ। यस्तो बाटो छ। गइरहेछौँ हामी। 12 लगभग बज्यो होला। यात्रा जारी छ। मान्छेहरूले यहीँ फाँडफुँड गरेर बसोबास गर्न सुरु गरेको जस्तो लाग्छ कि यस्तो हेर्दा। अब हुन त सबै त्यस्तै त हो। त्यो पनि यस्तो हेर्दाखेरि कस्तो ठाउँ छ क्या। पाहाडै पाहाड छ। त्यो पनि यस्तो विकास छ यहाँ। कम्पनीमा कम्पनी छ, बाटोमा बाटो छ, ग्यासमा ग्यास छ, पसलहरू छ। सब व्यवस्था छ क्या यहाँ। सुरक्षामा सुरक्षा छ। रातभरि हिँड्नु पनि चाहे जेसुकै होस्, आफ्नो बाटो हिँड्दा केही फरक पर्दैन। त्यस्तो पाहाडमा नि घरहरू माथि। यहाँको पाहाडहरू र नेपालको पाहाड धेरै फरक छ यार। यहाँको पाहाड चाहिँ एक्स्ट्रा खालको पाहाड। नेपालको चाहिँ फेरि पाहाडको पाहाड, पाहाडको पाहाड, पाहाडको पाहाड होइन। जति गयो त्यति उच्च। यहाँ चाहिँ फेरि इन्डिङ पोइन्ट देखिने क्या। यहाँबाट छैन उँभो पाहाडहरू। यहाँबाट उँभो पाहाडै छैन। नेपालको चाहिँ त्यो पाहाडदेखि अर्को पाहाड देखिन्छ। झ्याउ लाग्छ। यहाँ चाहिँ फेरि छैन क्या। काम गर्न आएको हो कि घुम्न आएको मलाई त थाहै पाएको छैन यार।
देश भ्रमण गर्न आएको कि काम गर्न आएको कमेडी लाग्छ यार बिदा छ के गर्ने काम दिँदैन होइन साथीहरू पनि त्यस्तै घुम्ने परेको छ अब हामी जाँडसी खाएर हल्ला गर्ने केही छैन अनि अब एउटा ठाउँमा एकैतिर त समय एक्सटेन्ड त भइरहेको हुन्छ पुरा भिडियो यस्तो हुन्छ जङ्गलतिर घारीतिर कुदेको मेरो चाहिँ कुन ठाउँ आयो अनि त्यहाँबाट डिसिजन गर्ने हो वा जति गयो त्यति जाने जाउँ लाग्ने ठाउँ छ यार बस्ती सानो हुँदै गयो खोला ठुलो हुँदै गयो पहाड त आएकै हो कहाँ जाने हामी यहाँ ठाउँ छैन जस्तो छ गाइस हामी त यो मेन हाइवे नहिँडेर यो छेउछेउको बाटो यो सानो खरेको छेउछेउको बाटो हिँडिरहेको छु यहाँ चाहिँ पहाडै पहाड छ क्या जता पायो त्यता भन्दा नि वरिपरि पहाड छ अलिकति बस्ती छ यस्तो अचम्म लाग्ने ठाउँ छ क्या यो यहाँ पनि देखिरहनु भयो होला होइन एक्स्ट्रा छ यार अलि टिम्बु पाकेर फेरि चाहिँ नेपालको मौसम छ यार कस्तो फिल आउने क्या भिन्दै के नेपाल जस्तो कम्पनीहरू बाटोहरू सुविधाहरू हेर्दा चाहिँ अर्कै देश जस्तो लाग्छ अरू त नभए समय यार नेपालको बहुत याद आउँछ उस्तै समय उस्तै ठाउँ सेम मौसम भएर होला अब टिम्बु केटाकेटीमा झुन्डी टिम्बु खान्थ्यौँ हो यहाँ त घोडा रहेछ है घोडी रहेछ यार यहाँ त गाइस हामी चाहिँ हिँडिरहेको छु यहाँ पुगिन्छ भन्ने कुरो थाहा छैन घर चाहिँ जाने हो तर घुमेर घुम्दै जाने हो भोलि ड्युटी छ केटाहरूको चाहिँ मर्निङमा हो मेरो चाहिँ फेरि नाइट छ त्यही मलाई त केही फरक पर्दैन बाटोतिर सुतेर भोलि गयो पनि हुन्छ वा कस्तो दामी फुल रहेछ यार यहाँ कस्तो दामी मौसम थियो यहाँ त फेरि त्यो यो कोपी हो कि साग हो पहाड हेर्ने फेरि बप्पा झप्प परेको मजा छ जिन्दगी कहाँ यो के हो कुन ठाउँ हो अगाडि छेउमा आलु काउली यो बन्दाकोपी हो कि जाडो मौसममा जस्तो नि यहाँ चाहिँ फेरि कस्तो क्या फेरि गरी महिनामा आलु रोप्ने नि नेपालमा चाहिँ फेरि जाडो महिनामा रोप्छ यहाँ चाहिँ गरी महिना रोप्दो रहेछ आलु पनि छ प्याज लसुन मकै अब के मौसम भन्ने क्या यहाँ यस्तो जाँदैछु हामी गाडी चाहिँ अगाडिको दृश्य यस्तो छ है हाइवे चाहिँ ऊ पर हो हाइवे चाहिँ ऊ पर छ यो चाहिँ हामी अर्को बाटो हिँडिरहेको छौँ यो किनारको बाटो पनि हुन्छ यहाँ चाहिँ यो किनारमा चाहिँ बब्बाल हुन्छ क्या फेरि यहाँ अलिक एकान्त बाटो पर्छ यो चाहिँ भिडभाड हुँदैन त्यही भएर सजिलो हुन्छ हामी साइकलहरूलाई यो कसैको प्राइभेट घर होला होइन यहाँ तर यहाँ छिर्नु हुन्छ हुँदैन त्यो चाहिँ थाहा भएन तर यहाँ छिरेर हामीले भिडियो खिचिरहेको छ अलिक अप्ठ्यारो मान्नुपर्छ किनकि सोइवा यस्तो सजाएर राखेको बनाएको झनै लड्या हो क्या शीतल यार यहाँ एक निन्द्रा सुतेर फेरि उठेर हिँड्नुपर्ने रहेछ